बाला चतुर्दशीको पावन अवसरमा छौँ। हजुरहरूलाई एकचोटि म स्मरण गराउँ। 3 गते बिहान सदबी छरिन्छ ब्रह्म मुहुर्तबाट। 2 गते रात्रि जागरण, लाखौँ बत्ती बल्छन्, लाखौँ भक्तजनहरू आएर जागराम बस्नुहुन्छ। बिहानै ब्रह्म मुहुर्तबाट सदबी छर्न सुरु हुन्छ। यो सदबी छर्ने भनेको पितृहरूको नाममा मात्रै होइन। भ्रान्ति के छ भने बुबा आमा नहुनेले कोही दिवंगतहरूको नाममा मात्रै होइन। बाला चतुर्दशीका दिन सद्बीज जसले शिव क्षेत्रमा छर्दछ, पुण्य क्षेत्रमा सद्बीज रोप्दछ भने यी सद्बीजहरू बिउ बिजनहरू छर्दछौँ भने भनिन्छ श्रद्धापूर्वक यदि छर्दछ भने दिवंगत पितृहरूको त उद्धार त हुन्छ नि, पितृहरू प्रसन्न हुन्छन् नि, र उसले मुक्ति पनि प्राप्त गर्दछ। फेरि उसको पुनर्जन्म हुँदैन सद्बीज छ, र उसले मुक्ति पनि प्राप्त गर्दछ। फेरि उसको पुनर्जन्म हुँदैन सद्बीज छर्नाले।